नयाँ जिम्मेवारी लिइसके पछाडि पहिलोपटक गण्डकी प्रदेश आएको छु। भर्खर हामी गण्डकी प्रदेशको कार्यालयमा गयौँ र त्यहाँ पार्टीको सभापतिजी साथीहरूले न्यानो स्वागत गर्नुभएको छ र अहिले तपाईँहरूको बिचमा एकछिन भए पनि आउने मौका पाएको छु। सभापतिजी र साथीहरूलाई हार्दिक आभार प्रकट गर्छु। केही वर्ष अगाडि म मेरो परिवारसहित पुन हिल आएको थिएँ ट्रेकिङको लागि दसैँको बेलामा। फर्केर आउँदै गर्दा घान्द्रुकमा रात बिताएँ र बिहानतिर मैले नाम सम्झेसम्म ध्रुवा आले दाई हो जस्तो लाग्छ मलाई। उहाँले मलाई त्यो अन्नपूर्ण कन्जर्भेसनको कार्यालयभन्दा अगाडि लिएर जानुभएको थियो र एउटा स्पटमा लगेर उभ्याउनु भयो र त्यहाँ लगेर के भन्नुभयो भने यही ठाउँबाट हो माओवादीहरूले हामीलाई अपहरण गरेर लिएर गएको र ईश्वर गुरुङको हत्या गरेको ठाउँ पनि यही हो। दिलमान गुरुङ ईश्वर गुरुङको हत्या भयो, हामी तीनजना साथीहरू अपहरणमा पऱ्यौँ भनेर उहाँले ती घटनाहरू सम्झाउनु भयो र अन्तिममा जाने बेलामा म काङ्ग्रेसको महामन्त्री थिएँ। मलाई एउटा कुरा भन्नुभएको थियो, हामीले तपाईँहरूसँग केही पनि मागेका थियौँ तर तपाईँले हामीलाई रुखमा पनि मतदान गर्न नदिने, हाम्रो मतदान गर्ने अधिकार पनि खोज्ने, अनि तपाईँहरूले माथिको नेताहरूले भन्नुभएको आदेश हामीले मानिदिनु पर्ने, अनि काङ्ग्रेसले ठिकठाक गरेको छ भनेर भनिदिनु पर्ने। हामीले तपाईँहरूसँग केही पनि मागेका छैन तर हाम्रो परिवारलाई गएर हामीले के भन्ने, हाम्रो मन दुख्दैन भनेर भन्नुभएको थियो। मसँग उत्तर थिएन, म चुपचाप लागेर बसेँ। तर म आज काङ्ग्रेसको सभापतिको रूपमा उत्तर लिएर कास्कीमा आएको छु। अब कसैले पनि रुख पाएको भने त कतै पनि म जान्छु। कास्कीका तीनटै निर्वाचन क्षेत्रमा, गण्डकीका सबै निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका साथीहरूले छाती फराकिलो बनाएर गएर रुखमा गएर मतदान गर्ने हो। यो केवल एउटा निर्वाचनसँग जित्ने कुरा, विश्वासको कुरा मात्र होइन, यो नेपाली काङ्ग्रेस पार्टीको आस्थाको कुरा पनि हो, एउटा विश्वासको कुरा पनि हो, हाम्रो गौरवको कुरा पनि हो र यो निर्वाचनसँग जोडिएको विषय मात्र होइन। यो निर्णयले नेपाली काङ्ग्रेस पार्टीलाई आफ्नो जिम्मेवारी पुरा गर्नका निम्ति यसलाई एउटा प्रेरणा पनि दिन्छ। मैले सधैँ भन्दै आएको छु, नेपाली काङ्ग्रेस पार्टी राष्ट्रिय पार्टी हुने कि नहुने भन्ने कुरा निर्वाचनले निर्धारण गर्छ, निर्वाचनको मतले निर्धारण गर्छ। जनताले चाहे बनाइदिन्छन् नचाहे हराइदिन्छन्। तर नेपाली काङ्ग्रेस पार्टी राष्ट्रिय शक्ति हो भन्ने कुरा चाहिँ यसको इतिहासले निर्धारण गरेको सत्य हो। राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक छ। राष्ट्रिय पार्टी भएपछि संसदमा उसले हैसियत पाउँछ, कहीँ सरकार बनाउला, कहीँ प्रतिपक्षमा बस्ला, त्यो जिम्मेवारी। तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा त्यो राष्ट्रको त्यो बेलामा आएका समस्याहरूलाई उसले चिन्छ, त्यो समस्याहरूलाई पर्गेल्छ, त्यो समस्याहरूलाई म सम्बोधन गर्छु भनेर एउटा सङ्कल्प गर्छ र सम्बोधन पनि गर्छ। त्यो राष्ट्रिय शक्ति हो। 2033 सालमा हामी मेलमिलाप दिवस भनेर हामी सम्झिन्छौँ। कहिलेकाहीँ हामी यत्तिकै आउँछौँ, बिपीको तस्बिर माल्यार्पण गर्छौँ र बिपी कोइरालाले यसो भन्नुभएको थियो भनेर पुराना कुराहरू सम्झन्छौँ। सम्झनाको पनि आफै एउटा महत्त्व हुन्छ। तर त्यसको गर्वमा गएर हेऱ्यो भने नेपाली काङ्ग्रेस पार्टीले त्यो बेलामा के गरेको, त्यो राष्ट्रिय शक्ति भएको हुनाले गर्दा त्यो सोच आयो, त्यसको भूमिका निर्धारण, त्यो भूमिका निर्वाह गरेको। त्यो बेलामा नेपाल जस्ता साना साना देशहरू, चाहे त्यो सिक्किम होला, अरू यस्ता अरू थुप्रै देशहरूको आफ्नो अखण्डतामाथि प्रश्न आइसके पछाडि नेपाली काङ्ग्रेसको नेताहरूले राष्ट्रिय शक्ति भएको हुनाले गर्दा हाम्रो प्रजातान्त्रिक आन्दोलन केही समयको लागि पछाडि परे पनि पर्छ, हाम्रो ज्यान गए पनि जान्छ। हातमा 7वटा 8वटा फाँसीको मुद्दा लिएर बिपी नेपाल आउनुभएको, केही फरक पर्दैन। तर हामी त राष्ट्रिय शक्ति हो, नेपालको अखण्डता जोगाउनका निम्ति त्यो बेलाको राजासँग पनि हामीले हात मिलाउनुपर्छ, यो शक्तिसँग पनि हामी सँगै जानुपर्छ। त्यसैले हामी जेल परे परौँला, फाँसीमा झुन्ड्यौँला, तर हाम्रो जिम्मेवारी हो, हाम्रो आन्दोलन पछाडि परे पर्ला, राष्ट्रिय शक्ति हो। 2060 सालमा सबैभन्दा बढी मानिस कसको मारिएका थिए, सबभन्दा बढी घाउ कसलाई लागेको थियो, सबभन्दा बढी साथीहरू कसको लखेटिएका थिए, जताततै काङ्ग्रेस लखेटिएको थियो, मारिएको थियो। नियत साथीहरू, घरमा बसिरहेका साथीहरू, आफ्नो काम गरिरहेका साथीहरू, युद्धमा गएको होइन नि माओवादीको जस्तो हाम्रो साथीहरू, कोही बन्दुक बोकेर गएको होइन नि। तर त्यो बेलामा राष्ट्रिय शक्तिको जिम्मेवारी के थियो, देशको त्यो बेलाको सबैभन्दा ठुलो मुद्दा के थियो, हिंसा सबैभन्दा ठुलो मुद्दा थियो। हिंसाले छिया बनाएको थियो। त्यही भएर राष्ट्रिय शक्ति नेपाली काङ्ग्रेस भएकोले गर्दा
नेपाली कङ्ग्रेसले सङ्कल्प गर्यो हिंसाबाट देशलाई बाहिर निकाल्छ। आफ्नो छातीमा गोली हान्ने माओवादीसँग हात मिलाएको हो नि त हामीले, घाउ बिर्सेर हात मिलाएको हो नि त। यो राष्ट्रिय शक्तिको जिम्मेवारी हो। आज नेपाली कङ्ग्रेसले त्यही राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ। आजको विषय के हो त नेपालको? हामीले केवल भाद्र 23-24 भनेर तिथिमिति घोकेर मात्र हुन्न, त्यसको गर्वमा के छ? मैले सरसरी हेर्दै गर्दा मूलत दुईटा कुरा छ। एउटा नागरिकहरूको रिस छ, त्यो रिस त्यो गहिरो छ, र अर्को राज्यका संस्थाहरूप्रति, चाहे त्यो संविधान होला, अड्डा होला, अदालत होला, राजनीतिक दल होला, नेतृत्व होला, सबैप्रति एउटा चरम अविश्वास छ। र अब यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ। यो बेलामा नेपाली कङ्ग्रेस पार्टीको जिम्मेवारी हो, यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो, यसलाई मिलाएर लिएर जाने जिम्मेवारी हाम्रो हो। हिजो कुनै बेला नेपालभित्रकै हामी फरक फरक समुदायका मानिसहरू आफ्नो अधिकारको लागि उठ्यौँ, लड्यौँ, जुन स्वाभाविक थियो। तर एउटा शक्ति चाहिएको थियो जसले सबै जात जाति समुदायलाई मिलाएर लिएर जाने। 2070 सालमा संविधान निर्माण गर्ने बेलामा त्यो भूमिका हामीले निर्वाह गरेको, त्यो राष्ट्रिय जिम्मेवारी हामीले निर्वाह गरेको। आज नेपाली कङ्ग्रेस पार्टीले म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू अब घर घर जानुपर्नेछ, मतदाताहरूको बिचमा जानुपर्नेछ। मतदान गर्नुहोस् नगर्नुहोस् त्यो उहाँहरूको छनौटको कुरा हो, तर हाम्रो सन्देश लिएर तपाईँहरू जानुपर्नेछ। भाद्र 24 गते देश दन्दनी बल्यो, अर्को वर्षको भाद्र 24 गते बल्दैन भन्ने कुराको जिम्मा कसले लिन्छ? काङ्ग्रेसले लिन्छ। हामी छौँ, हामी बल्न दिन्नौँ, हामी सम्हाल्छौँ। कुनै पनि खालको हिंसाको दलदलमा नेपाललाई पर्न दिन्नौँ, कुनै पनि खालको उत्तेजनाको राजनीतिमा नेपाललाई पर्न दिन्नौँ। हामीसँग त्यो चरित्र छ, हामीसँग त्यो मूल्यबोध छ, हामीसँग त्यो अनुभव छ, हाम्रो क्यारेक्टरै त्यही हो। हाम्रो पार्टी कुनै पनि एक्सट्रिममा जानै सक्दैन, हामी घृणाको राजनीति गर्नै सक्दैनौँ, हामी प्रतिशोधको राजनीति गर्नै सक्दैनौँ। हाम्रो क्यारेक्टरै मिलाउने हो। आज नेपालमा एउटा मिलाउने शक्ति चाहिएको छ, नेपालमा एउटा सम्हाल्ने शक्ति चाहिएको छ। रिस छ, त्यो रिसलाई त्यसलाई सम्बोधन पनि गर्नुपर्नेछ। त्यो कसले गर्छ? त्यो क्यारेक्टर कोसँग छ? हामीसँग छ। यो प्रुभन कुरा हो। तपाईँहरूले यो सन्देश घर घर लिएर जानुपर्नेछ। त्यसैले पहिलो सन्देश नेपाली काङ्ग्रेसले यो देश सम्हाल्छ, यो सम्हाल्ने जिम्मेवारी काङ्ग्रेसले पुरा गर्छ। देश सम्हाल्ने शक्ति चाहिएको छ। अहिले आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ, त्यो ताकत हामीले राख्नुपर्ने छ। उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई, त्यो काङ्ग्रेस हो। हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ। हामीलाई गाली गर्नुहोस्, गाली खान्छौँ, हामीलाई आलोचना गर्नुहोस्, आलोचना सुन्छौँ, प्रश्न गर्नुहोस्, उत्तर खोज्छौँ, समस्या बताउनुहोस्, समाधान खोज्छौँ। तर तपाईँहरूकै बिचमा बसेर नभागेर हामी मिलाउँदै 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 लिएर जान्छौँ। हामी पुरानो पुस्ता र नयाँ पुस्तालाई पनि मिलाउँछौँ, पहाड र मधेसलाई पनि मिलाउँछौँ, देशभित्र रहेका र बाहिर रहेकालाई पनि मिलाउँछौँ। सबैको बिचमा मिलाएर लिएर गएर नेपालमा फेरि एकपटक एकअर्काप्रतिको विश्वास र भरोसा कायम राख्छौँ। यो काङ्ग्रेसले गर्छ भन्ने यो सन्देश लिएर तल जानुपर्नेछ। तर सम्हाल्ने शक्ति मात्र चाहिएको त अहिले देशलाई। सम्हाल्यो भने चाहिँ अडियो नि त, फेरि सम्हाल्नुपर्नेछ पहिला। तर नागरिकहरूले खोजेको त सम्हाल्ने मात्र होइन, सम्हाल्ने सँगसँगै एउटा यस्तो शक्ति खोजेको जसले सम्हालोस् पनि तर सँगसँगै सुधारोस् पनि, जसले बदलोस् पनि। काङ्ग्रेस आज एउटा सङ्कल्प गरेर आएको छ आफ्नो अधिवेशनबाट। हामी यो देशलाई सम्हाल्छौँ, हामी यसको व्यवस्थालाई सुधार्छौँ। सुधार्ने पनि नागरिकहरूले खोजेको त्यही भएर हो नि त। आज नागरिकहरूको बिचमा गएर सोध्यो भने मधेस जाउँ, पहाड जाउँ, युवामा जाउँ, बुढामा जाउँ, जहाँ गएर सोध्यो भने पनि सबभन्दा ठुलो रिस केसँग छ? सबभन्दा ठुलो शत्रु नेपालको को भनेर सोध्यो भने के भन्छ उसले? करप्सन, भ्रष्टाचार। हाम्रो काठमाडौँ जाने सडक वा यहाँ पोखराबाट हाम्रो यहाँका गण्डकीका अनेक ठाउँमा जाने सडकहरू बन्न थालेको वर्षौँ भयो। अहिले त बन्दैछ, अलिकति राहत भएको छ। तर हाम्रो सडकहरू समयमा किन बन्दैन भनेर त्यसको जरामा गएर नागरिकलाई सोध्यो भनेदेखि भने काहीँ न काहीँ कसै न कसैले पैसा खायो होला, घुस खायो होला, नेताले खायो होला, त्यस कारणले गर्दा बन्दैन होला। उसले यही न भन्छ। वैदेशिक रोजगारमा जानलाई, कतार जानलाई, मलेसिया जानलाई आजै पनि हामी कुरा गर्दै गर्दा 2000 मानिसहरू केटाहरू छोडेर जान्छन्। आज तिनलाई गएर सोध्यो भनेदेखि भने किन जानु पर्यो होला भनेर सोध्यो भने उनले के भन्छन्? देशमा रोजगारी छैन। रोजगारी किन छैन? उद्योग धन्दा खोलेन। उद्योग धन्दा किन खोलेन? किनभनेदेखि यहाँ नेपालमा करप्सन छ।
त्यस कारणले गर्दा लगानी गर्न मान्छे आएन होला भनेर भन्छ। जुन ठाउँमा जुन समस्याको बारेमा हामीले चर्चा गऱ्यौँ भने पनि त्यसको जरामा गएर करप्सन, त्यो करप्सनका बारेमा एउटा पर्सेप्सनमा धारणा छ। यो कारणले गर्दा नागरिक रिसाएका छन्। नेपाली कांग्रेस पार्टीले यो 5 वर्षको अवधिमा कांग्रेसले जिम्मेवारी लिँदै गर्दा गर्ने के हो? हामी व्यक्तिले चमत्कार गर्छ भन्ने कुरामा विश्वास गर्दैन। मसँग जादुको छडी छैन। तपाईले भोलि कांग्रेसले बहुमत प्राप्त गर्यो, तपाईले मलाई प्रधानमन्त्रीको कुर्सीमा लगेर राखिदिनु भयो, त्यसपछि गएर मैले 24 घण्टामा यो गर्छु, 48 घण्टामा यो गर्छु भनेर जादुको छडी लिएर आउने कुरामा न मसँग छ न नेपाली कांग्रेसले त्यो कुरामा विश्वास गर्छ। कांग्रेसले के कुरामा विश्वास गर्छ? नेतासँग नियत हुनुपर्छ। त्यो नियत ठिक भएको नेताले ठिक नीति बनाउँछ। त्यो ठिक नीति पुरा गर्नलाई कार्यान्वयन गर्ने संकल्प राख्यो भने परिणाम आउँछ। हामीले संस्थाहरू बलियो बनाउने हो, हामीले प्रक्रियाहरू ठिक बनाउने हो, हामीले नियम कानुन ठिक बनाउने हो, हामीले प्रणाली ठिक बनाउने हो र नेपालका सन्दर्भ र नाराका साथमा अगाडि बढ्ने हो। नेपालमा भ्रष्टाचार हट्छ, नेपाल अगाडि बढ्छ भन्ने नाराका साथ नेपाल अगाडि बढाउने। तपाईले घर घर गएर मतदातालाई विश्वास दिलाउनुपर्छ। भ्रष्टाचार नेपालको सबैभन्दा ठुलो मुद्दा हो र भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा यो बदलेर आएको नेपाली कांग्रेस हो, जसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा संकल्प गरेर आएको छ। नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ भन्ने एउटा भरोसा तपाईहरुले घर घर गएर टोल गएर मतदाताको बीचमा गएर दिलाउनु पर्नेछ। म अब धेरै समय लिन्न। पार्टीको प्रदेशको कार्यक्रममा गएर अलि पछाडि तपाईहरु आउनु होला। बैठक पछाडि म अरू थप कुरा राख्छु, तर अन्त्यमा जाने बेलामा एउटा कुरा भनेर जान्छु। म यो निर्वाचनमा सबभन्दा ठुलो हाम्रो भर भनेको तपाईहरु पार्टीका साथीहरु जो संगठनको विभिन्न तहमा बसेर काम गरिराख्नु भएको छ। हामीले भर्खर एउटा अधिवेशनको प्रक्रिया सकेर आएका छौँ। अब यो विशेष महाधिवेशन यो त्यो भन्न पनि छाड्दिनुस्, सक्यो त्यो अध्याय हो। सिङ्गो नेपाली कांग्रेस हामी एक ठाउँमा छौँ, एक ढिक्का छौँ, एउटै ताकतका साथमा छौँ, एक मनका साथमा छौँ। यो त्यो विभाजनको के पनि कुरा छैन। यो निर्वाचन सक्छौँ, फेरि पार्टीको साथीहरूको बीचमा बृहत संवाद गर्छौँ, सबै साथीहरूलाई सम्हाल्छौँ, सबैलाई एउटै आँखाले दृष्टिकोणले हेर्छौँ र त्यस पछाडि पार्टीका अरू बाँकी रहेका कामहरू छन्, अधिवेशन गर्नुपर्ने छ, यी कुराहरूमा लिएर जान्छौँ। कोही साथीलाई काखा कसैलाई पाखा हुँदैन। पार्टीको नेतृत्वको आँखाबाट हिजो को कहाँ उभिएको थियो यसको केही पनि अर्थ हुँदैन। सबैसँग समान ढङ्गको पार्टीको नेतृत्वले जस्तो व्यवहार सबैसँग गर्नु पर्यो त्यस्तै व्यवहार गरेर हामीहरू अगाडि बढ्छौँ। त्यसैले पार्टीका साथीहरूलाई मेरो पहिलो आग्रह, सबै साथीहरू एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने छ। मेरो दोस्रो आग्रह, हिजो नेपाली कांग्रेस पार्टी छोडेर जानुभएको साथीहरू कुनै न कुनै कारणले जानुभएको छ, चित्त दुखाएर जानुभएको छ, मन दुखाएर जानुभएको छ, ती सबै साथीहरूलाई हृदय खुल्ला राखेर अब हामीले स्वागत गर्नुपर्नेछ। सबै साथीहरूलाई घर फर्क भन्नुपर्नेछ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, तपाईँको चित्त दुख्नुपर्ने कारणहरूलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ। यो भनेर तपाईँहरूले फिर्ता बोलाउनु पर्नेछ। यति धेरै पुरानो साथीहरू हुनुहुन्छ यो पार्टीमा, गाउँ गाउँमा हुनुहुन्छ, त्यो परिवारका सदस्यहरू छन्। हिजो नेपाली कांग्रेसमा दुःख गर्नुभएको छ। हिजो पार्टीमा दुःख गरेको साथीहरूलाई खोजिकन अब उहाँहरूले पार्टीको नेतालाई खोज्नु पर्दैन, हामी खोजिकन भेट्न जान्छौँ, उहाँहरूको हात समात्छौँ, उहाँहरूको आशीर्वाद लिन्छौँ, उहाँहरूको परिवारलाई फेरि कांग्रेससँग जोड्छौँ। तर यो अभियानमा तपाईँहरूको साथ चाहिएको छ। हिजो नेपाली कांग्रेसमा निष्क्रिय हुनुभएको प्रत्येक साथीलाई तपाईँले गएर फेरि गएर भेट्नुपर्ने छ। ती साथीहरूलाई गएर भन्नुपर्ने छ यो नयाँ कांग्रेस हो, तपाईँको घर हो, तपाईँले चाहेको जस्तो कांग्रेस बनाउँछु भनेर आएका छन्, एकपटक यिनीहरूलाई विश्वास गर्नुपर्छ भनेर तपाईँले मेरो सन्देश वाहक भएर तल घर घरमा टोलमा गएर बताउनु पर्नेछ। हिजो 27 लाख भन्दा बढी मतदाताले नेपाली कांग्रेस पार्टीको रुख चिन्हमा मतदान गरेका हुन् समानुपातिकमा। त्यो बेलामा कति धेरै गुनासोहरू थियो, यो भएन त्यो भएन भन्ने गुनासोहरू थियो। त्यो गुनासोहरूको बिचमा पनि मतदान गर्नुभएको। त्यो 27 लाख मतदातालाई तपाईँले चिन्नुहुन्छ, लेकिन तर तपाईँ तल काम गर्नुभएको छ, टोलमा हुनुहुन्छ, गाउँमा हुनुहुन्छ, वडामा चिन्नु भएको छ। आज ती मतदाताहरूको बिचमा फेरि तपाईँ एकपल्ट पुग्नुपर्नेछ र कसैको मन हल्लिएको छ भने तपाईँले गएर भेटेर भन्नुपर्नेछ। हिजो तपाईँले त्यस्तो अप्ठ्यारो बेलामा कांग्रेसलाई मत दिनुभयो, तपाईँको चित्त दुख्दा मत दिनुभयो, तपाईँले कांग्रेसमा यो कुरा बदलिनुपर्छ भनेर भन्नुभयो। तपाईँले भनेको आधारमा केटाहरूले जोखिम उठाएर बदलेर आएका छन्। अब तपाईँले कांग्रेसको रुखभन्दा दायाँ बायाँ मन गर्न पाउनुहुन्न, हात हल्लाउन पाउनुहुन्न भन्ने कुरा तपाईँले गएर घर घरमा गएर टोलमा गएर बताउनु पर्नेछ। हिजो प्रत्यक्ष निर्वाचनमा
हामीहरूले पाएको मत र समानुपातिक पाएको मत हेऱ्यौँ भनेदेखि भने समानुपातिकमा हामीले पाएका मतहरू प्रत्यक्षमा काङ्ग्रेसको उम्मेदवारलाई मत हाल्नुभएको छ, समानुपातिकको मत हाल्नुभएको छैन। ती मतदाताहरूको बिचमा पनि तपाईँहरू जानुपर्नेछ। तपाईँले हिजो मत किन दिनुभयो? तपाईँले यो कारणले गर्दा दिनुभयो। ती कारणहरूको सम्बोधन गरेर हामीहरू आएका छौँ, त्यस कारणले गर्दा तपाईँ मत दिनुपर्छ भनेर भन्नुपर्नेछ। विदेशमा पोखराका, कास्कीका, गण्डकीका थुप्रै साथीहरू हुनुहुन्छ। हाम्रै छोराछोरीहरू छन्, भाइ भतिजाहरू छन्, टोलका छरछिमेकीका साथीहरू छन्। ती तन्नेरीहरूलाई उनले उहाँबाट फोन गर्ने होइन, यहाँबाट तपाईँले फोन गरेर भन्नुपर्ने छ, तिमी हिजो काङ्ग्रेससँग रिसाएका थियौ, त्यसैले फोन गरेर केही भन्यो होला, अहिले काङ्ग्रेस बदलेर आएको छ, तिमीले फेरि हिजो काङ्ग्रेसलाई माया गरेको जस्तै तिमीले माया गर्नुपर्छ, तिमीलाई गर्नुपर्ने माया काङ्ग्रेसले गर्छ भन्ने कुरा तपाईँले गरेर बताउनु पर्नेछ। त्यो जेनजी उमेर समूहका युवाहरू जो नयाँ भोटर छन्, ती भोटर एक एकजनालाई तपाईँले भेट्नुपर्छ र उनलाई गएर भन्नुपर्छ, तिमीहरू सडकमा आयो, सडकमा आएर आह्वान गर्यो, सडकमा आएर पुकार गर्यो, बदलिनुपर्छ भनेर भन्यो। तिम्रो आवाजलाई कसैले सुन्यो र सम्मान गर्यो भने त्यो केवल नेपाली काङ्ग्रेस मात्रै हो। त्यसैले काङ्ग्रेस तिम्रो पार्टी हो, जेनजीको पार्टी हो, युवाहरूको पार्टी हो। तपाईँले गौरवका साथ भन्नुपर्छ, यो नेपालको सबैभन्दा पुरानो पार्टी कुन हो? काङ्ग्रेस हो। नेपालको सबैभन्दा नयाँ पार्टी कुन हो? त्यो पनि काङ्ग्रेस हो। त्यो तपाईँले बताउनुपर्छ। यो पुरानो भएकोमा गौरव गर्छ। यसका पुराना मूल्यहरू छन्, यसका अनुभवहरू छन्, यसका सङ्घर्षका कथाहरू छन् जो काङ्ग्रेसको विरासतसँगै जोडिएको छ, हाम्रो गौरवका कुराहरू। तर यो सँगसँगै यसले समयको मागलाई पनि बुझेको छ। नयाँ युगको नयाँ चेतना छ, पार्टीहरू बदलेर आउन् भन्ने छ, त्यसलाई पनि बुझेको छ। त्यसैले यो तिम्रो पार्टी हो, तिमीले बनाएको पार्टी हो, तिम्रो आवाज बोल्ने पार्टी हो, तिमीले सुन्ने पार्टी हो। यो पार्टीको नेतृत्व तिमीहरूको बिचमा रहने पार्टी हो, तिमीहरू जस्तै हो, तिमीलाई ठाउँ दिने पार्टी हो, तिमीलाई सँग लिएर हिँड्ने पार्टी हो। तपाईँले गएर बताउनुपर्छ। कोलाहल छ अहिले, हल्ला छ अहिले, कोलाहलबाट नभागौँ, हल्लाबाट नतर्स्यौँ। पार्टीको सङ्गठनको ताकत छ। तपाईँहरू सामाजिक सञ्जालमा एक्टिभ हुनुहुन्छ, क्रियाशील हुनुहोस्। तर नेपाली काङ्ग्रेस पार्टी सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुहोस्। हाम्रो ताकत भनेको हामी घर घर पुग्न सक्छौँ, हामी गाउँ गाउँ पुग्न सक्छौँ, टोल टोल पुग्न सक्छौँ। अब हिजोको जस्तो चुनावी प्रसारले हुँदैन। उम्मेदवार जहाँ गयो त्यहाँ सँगसँगै उम्मेदवार सँगसँगै घर दैलो भनेर हिँडेर हुँदैन। उम्मेदवार बरु 4 जना मान्छे लिएर बोकेर हिँडे हुन्छ, आफ्नो कुरा गए हुन्छ। तर जुन टोलको हुनुहुन्छ, जुन वडाको हुनुहुन्छ, तपाईँको टोलमा कति घर छ? 200 घर होला, 300 घर होला। कतिजना मतदाता छ? 600 मतदाता होला, 500 मतदाता होला। हामीहरू कतिजना छौँ? 10 जना 15 जना छौँ। 10 जना 15 जनाले अबको 20-22 दिनसम्म भाग लगाएर तपाईँले अहिले मैले भनेको कुरा घरमा गएर आधा घन्टा बसेर बासँग कुरा गर्नुहोस्, हजुरबासँग कुरा गर्नुहोस्, नातिसँग कुरा गर्नुहोस्, छोरीसँग कुरा गर्नुहोस्, आधा घन्टा समय दिनुहोस्, कुरा बुझाउनुहोस् र भन्नुहोस् यो बदलेर आएको काङ्ग्रेस हो, यसले नेपाल बदल्ने सङ्कल्प गरेको छ, बदल्छ। त्यो विश्वास दिलाउनुहोस्, संवाद गर्नुहोस्, कुरा सुन्नुहोस्। त्यहाँ गएर भन्नुपर्ने छ। हामीले केवल सामाजिक सञ्जालको भ्युज र लाइक्सको पछाडि मात्र कुदेर हुँदैन, त्यहाँ क्रियाशील हुनुपर्छ, त्यहाँ पनि लाग्नुपर्छ। तर हाम्रो आफ्नो जुन ओरिजिनल ताकत छ त्यो ताकतले बिर्सेर हुँदैन। हाम्रो ताकत सङ्गठनको ताकत हो, हाम्रो ताकत तपाईँ हो। हामी टोलमा छौँ, गाउँमा छौँ, वडामा छौँ, पँधेरोमा छौँ, आँगनमा छौँ, सबै ठाउँमा हामीहरू छौँ। हामी त्यो कुरालाई छाडेर अब हामी चाहिँ अब सबै कुराको चुनाव चाहिँ सामाजिक सञ्जालमा मात्रै छ, हामी पनि त्यहाँ मात्र हुनुपर्छ भनेर हुँदैन, त्यहाँ पनि हुनुपर्छ। तर त्यहाँभन्दा बढी हामी मनमा पुग्नुपर्छ, मनमा छुनुपर्छ। त्यसैले मेरो पार्टीको सबै साथीहरूलाई आग्रह छ, अझै हामीसँग समय छ, हामीसँग हाम्रो सन्देश पनि छ, हाम्रो सङ्कल्प पनि छ। हामी नयाँ सोचका साथ आएका छौँ, नयाँ शैलीले काम गर्छौँ। 5 वर्षमा देशमा के गर्ने भन्ने कुराको बारेमा ठोस योजनासहित आएका छौँ। तर यो सन्देश तल पुर्याउन सकेनौँ भने त्यसले हामीलाई अप्ठ्यारो पार्छ। त्यसैले मेरो एउटै तपाईँहरूसँग आग्रह छ, म त्यही कुरा आज गण्डकी प्रदेशको बैठकमा भन्नु पनि आएको, पछि बसेर कुराकानी गरौँला। अरू सब कुरा ठिकठाक छ। एउटै कुरा, हाम्रो निर्वाचनको प्रचार प्रसार गर्ने तरिका हामीले अलिकति बदल्नुपर्ने छ। एउटा पनि घर छुट्नुहुन्न, एउटा पनि मतदाता छुट्नुहुन्न। प्रत्येक मतदातासँग चुनाव अगाडि एकपटक राम्रोसँग घरमा गएर नमस्कार जय नेपाल भन्दै उम्मेदवारको अनुहार देखाउँदै एउटा पर्चा छडेर हिँडेर हुँदैन। त्यहाँ बस्नुपर्छ, त्यहाँ कुरा गर्नुपर्छ, कुरा सुन्नुपर्छ, कुरा सुनाउनुपर्छ। उसले गाली गर्दा सुन्नुपर्छ। हामी गालीबाट भाग्ने मान्छे होइन नि, हामी आलोचनाबाट भाग्ने मान्छे होइन नि, हामी प्रश्नबाट भाग्ने शक्ति होइन नि। त्यहाँ जाने, भिड्ने, कुरा सुन्ने, कुरा बुझाउने, यो काङ्ग्रेसको प्रचारको शैली हुनुपर्छ। र नेपाली काङ्ग्रेस पार्टीको अघि नै सायद सभापतिले सङ्केत गर्नुभएको कुरा यति भनेर टुङ्ग्याउँछु, यो 165 निर्वाचन क्षेत्रमा चुनाव लडेको
नेपालको आजको एउटा मात्र पार्टी हो, कुनै अर्को पार्टी छैन जसको 165 क्षेत्रमा उम्मेदवार छ। र काङ्ग्रेसको कुनै पनि मतदाताले जोसुकैले आएर भनोस् रुख चिन्हभन्दा बाहेक अन्त कतै पनि मत, यो नयाँ काङ्ग्रेस हो। यो यसले बन्द कोठाभित्र गएर कहीँ खासखुस गर्दैन। यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा यो काङ्ग्रेसमा त्यो एक्सेप्टेबल हुँदैन। त्यसैले कहीँ कतै कोही कुनै अदबल नपर्नुहोस्। कास्कीको 3 क्षेत्र, गण्डकीका 18 क्षेत्र, सबै ठाउँमा रुख 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 बाहेक अरू केही पनि छैन। यही सन्देश लिएर तपाईँहरू जानुहुन्छ भन्ने विश्वास राख्दै मैले साथीहरूलाई भनेको छु, अस्ति मधेसमा जाँदै गर्दा अब की बार यो सरकार नारा लाउनु छोडिदिनुहोस्। नारै लाउने भए अब की बार 100 पार भयो नारा लाउनुहोस्। त्यहाँ पुर्याउने यसपालि मजाले जाने हो, सकिन्छ पुग्न, मजाले सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ पार्टीप्रतिको। तर केवल एउटै कुरा छ, दुःख गर्नुपर्ने छ, मेहनत गर्नुपर्ने छ। पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मेहनत गरौँ। एकपटक 10 लाख क्रियाशील भएको पार्टी हो यो, वडा टोलमा सङ्गठन भएको पार्टी हो त एक किसिमले। त्यसैले त्यस कारणले गर्दाखेरि म फेरि तपाईँलाई अन्तिममा आग्रह गर्छु, हाम्रो आफ्नो ताकत, हामीसँग भएको ताकतलाई सम्झौँ, बुझौँ, तल्लो तहसम्म जाउँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि, हामी व्यवस्थालाई सुधार्छौँ पनि, हामी बदलेर आएका छौँ, बदलेर आएको काङ्ग्रेसले देशलाई बदल्छ पनि। यही विश्वास लिएर तल्लो तहसम्म तपाईँहरू जानुहुन्छ भन्ने विश्वास राख्दै सभापति लगायत साथीलाई धन्यवाद दिने मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।